नागरिकको कानुनी र त्यतिखेर नागरिकको हैसियतमा शान्ति जीवन बिताउने नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने पूर्व राष्ट्र प्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायण हिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो। प्रधानमन्त्रीले समय पाउनु भएको छ, उहाँले राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्ण प्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभयो। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। आपराधिक घटनामा नियमावलीको होइन, यहाँ संविधान उल्लङ्घन गर्ने व्यवस्था मास्ने कुरासँग म प्रश्न उठाइरहेको छु। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस् र प्रधानमन्त्रीलाई समय दिएको छ। सबैले यस देशमा सबैले संविधान मान्नुपर्छ, व्यवस्था मान्नुपर्छ। हल्ला गरेको भरमा राजनीति र संसद सबैलाई अवरोध गर्ने काम गर्न मिल्दैन। हाल राष्ट्रिय सभाका माननीय सदस्य एवं तत्कालीन गृहमन्त्री श्री कृष्ण प्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद व्यवस्थापन गर्नुभएको थियो। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन। मानिसलाई मर्नलाई दुरुस्तान गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति, अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुबा प्रधानमन्त्रीले आफ्नो कुरा राखिरहनु भएको छ। चुपचाप यहाँको सहमति असहमति त्यसलाई पछि यी सबै घटनाको मूल जिम्मेवार उहाँले सक्नुहुनेछ। त्यसैले गर्दा अहिले मान्य सदस्यहरू आसन ग्रहण गरेर केही दिन यता प्रधानमन्त्रीलाई दिएको समयमा यहाँहरूले सुन्नुपर्छ। केही दिन यता संसद अवरुद्ध छ। सुशासन र त्यस मान्य सदस्यहरू कम्प्रोमाइज प्रश्न उठ्नु स्वाभाविक छ। सरकारका समय पाएपछि यहाँले बोल्न सक्नुहुन्छ। त्यसकारणले मैले यहाँलाई अहिले समय दिएको छैन, आसन ग्रहण गरेर बस्नुहोस्। सम्मानित सदन हो, तर अहिले विषय सामान्य छ। एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ, सदन अवरुद्ध छ, महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। राष्ट्र सेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन। त्यसको प्रक्रिया छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारवाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ। यति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति कानूनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने मान्य सदस्य यहाँलाई समय दिएको छैन, त्यसकारणले यहाँ नबोल्नु होला। मान्य सदस्यहरू आसन गर्नुहोस्। यहाँबाट अनुमति लिएर मात्रै बोल्नको लागि म मान्य सदस्यहरूलाई विशेष निर्देशन गर्दछु। अनुमति नपाइकन तल मान्यहरू कोही पनि नबोल्नुहोस्। अनुमति पाएको प्रधानमन्त्रीले अनुमति पाउनुभएको छ, उहाँको भनाइ सुन्नुहोस्। परीक्षण पनि होला, हुने ठाउँमै होला। त्यो पनि त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ। यो अहिलेको सरकारले मात्रै होइन, जहिलेको सरकारले पनि गर्छ। अहिले पनि भएको छ, जहिले पनि भएको छ।